आज म यहाँ चाहिँ गोलन्जोर गाउँपालिका वडा नम्बर 4 खुकुरीमा आइपुगेको छु। अब यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ कालिज पालेको छ। यो बा यो कतिवटा कालिज छ यहाँ चाहिँ अहिले? अहिले अहिले 20वटा 20वटा छ। अनि के छ यो कालिज पालनमा चाहिँ फाइदा भइरहेको छ? अनि एउटा कालिज कतिमा बिक्री हुँदो रहेछ? 3000 3000 एउटा कालिजको हो। ल हेर्नुहोस्, यो कालिज पालेर चाहिँ तपाईँको राम्रो आम्दानी हुने रहेछ। एउटा समातौ सकिन्छ समात्न? अनि यो थर्ड यो एउटा यस्तो टाके पाटे भएको यो पोथी पोथी अनि यताको यो चाहिँ भाले। भाले ओहो, यो भाले पो मजाको रहेछ। समात्न सकिन्छ त? उठ्छ? यो सकिन्न होला, यो त गाह्रो रहेछ। यो त तपाईँ नै भिर्नुपर्छ जस्तो लाग्यो। ल ठिक छ, आज हामी चाहिँ यहाँको एउटा काली चाहिँ समातेर चाहिँ खान्छौँ है त। आफैले समातेर छानेर खानु पाइयो होइन त? पाइयो ए ल ठिक छ।